हेलो नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो युट्युब च्यानलमा। र आशा गर्दछु तपाईहरू सन्चै हुनुहुन्छ होला। र आज म तपाईहरूलाई भगवान गौतम बुद्धजीले दिनुभएको एउटा उपदेशलाई एउटा कथाको माध्यमबाट स्पष्ट पार्न गइरहेको छु। एक समयको कुरा हो, एउटा गाउँमा एउटा केटो बस्दथ्यो र त्यो केटो पढाइमा एकदमै राम्रो थियो, अब्बल थियो। तर उसले राम्रोसँग पढ्ने समय पाउँदैनथ्यो, किनकि उसले आफ्नो घर खर्च पनि चलाउनु पर्ने थियो। उसले दिनभरि आफ्नो खेतबारीमा काम गर्थ्यो र साँझतिर घर फर्केर थोरै भए पनि पढ्ने गर्थ्यो। र जब त्यो केटाको 12 क्लासको इक्जाम आउन थाल्यो, त्यसपछि गाउँका सबै मान्छेहरूले यो आकलन गर्न थाले कि हाम्रो गाउँबाट यही केटा 12 क्लासमा फर्स्ट आउनेछ भनेर। किनकि गाउँलेहरूलाई पनि थाहा थियो कि त्यही केटा पढाइमा अब्बल छ भनेर। र जब केटोको इक्जाम आयो र उसले इक्जाम दियो, तर कारणवश ऊ एउटा विषयमा फेल हुन गयो। र जब यो कुरा गाउँलेहरूले थाहा पाए, त्यसपछि गाउँलेहरूले त्यो केटोलाई जिस्काउन थाले, उसको मजाक उडाउन थाले। र जब केटो गाउँमा हिँड्ने गर्थ्यो, उसलाई सबैजनाले जिस्काउने गर्दथे। र यो सबले गर्दा केटो चिन्तित भयो, परेशान भयो। र त्यसपछि उसले आफ्नो गुरुलाई यो सबै कुरा बतायो। र त्यसपछि गुरुले भन्नुभयो कि तिमी एउटा काम गर, एउटा ठुलो लोटा ल्याऊ र लोटाभरि दुध भर र आफ्नो गाउँको बाटोमा हिँड्दा र लोटाबाट एउटा दुध पनि खस्नु भएन। र एक दिन केटोले आफ्नो गुरुले भने जस्तै गर्यो। उसले एउटा ठुलो लोटा लियो र लोटा भर्ने गरी दुध हाल्यो। र त्यसपछि ऊ आफ्नो गाउँको बाटो भएर ऊ आफ्नो घरतिर जान लाग्यो। त्यसपछि उसको ध्यान लोटामा मात्रै थियो, किनकि उसलाई गुरुले भन्नुभएको थियो कि लोटाबाट एउटा थोपा दुध पनि खसाल्नु भएन। र उसको ध्यान मात्र लोटामा थियो। र यो सबले गर्दा उसले लोटाबाट एउटा दुध पनि खसालेन र उसले गाउँका कुनै पनि मान्छेहरूको आवाज पनि सुनेन। कसैले के भने, कसैले जिस्काए, मजाक गरे, यो सब उसले
सुन्दै सुनेन, किनकि उसको ध्यान त मात्र लोतमा थियो। साथीहरू, हामीले यो कथाबाट के सिक्छौं भने कि हामी आफ्नो काममा यति धेरै फोकस गरौं कि हामीलाई बाहिर समाजको कुनै कुराले पनि असर नगरोस्। किनकि कैयौं पटक यस्तो हुन्छ कि हामी समाजको कुरा सुनेर, अरू मान्छेहरूको कुरा सुनेर हामीले आफ्नो इच्छा अनुसारको, आफूले चाहेको कामहरू गर्न सकिरहेको हुँदैनौं। र त्यसकारणले हामीले आफ्नो मनको गर्नुपर्छ। हाम्रो अन्तर मनले के भन्छ सोही काम हामीले गर्नुपर्छ। धन्यवाद साथीहरू, आजको लागि यति नै र अर्को भिडियोमा भेटौँला।